बस्तु भएकोले चाहिँ यसरी परल घाँस दिएर यसरी हामी राख्छौँ। यो ल नमस्कार, म जमसल तामाङ, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म गोठ जाँदैछु। अब तलतिर आजभोलि सबै बेसीतिर झरिसकेका छन्। माथि आलुबारीमा मलजल गरेर गोठहरू सबै तलतिर झरिसकेका छन् भनेदेखि मेरो बाख्राको गोठ आज ठ्याक्कै तलतिर झरेका थियो भनेदेखि म त्यही भएर आज गोठ जाँदैछु गाइस। त्यसैले हजुरहरूले अन्तिम समयसम्म हेरेर साथ सपोर्ट अनि माया गरिदिनु नै छ भन्ने पूर्ण आशा लिएको छौँ। थ्याङ्क यू। अब हामी भिडियोलाई सुरु गर्छौँ। यस्तो छ गाइस आजभोलि। अब झ्याप्पै गोठहरू चाहिँ त्यसरी चाहिँ छैन, देखिँदैन आजभोलि। यो रुखहरू छ टन्नै है, जताततै रुखहरू छ। अनि काहीँ कतै अब कोदोहरू टिप्नु बाँकी नै छ। त्यसै कारणले काहीँ कतै यसो छडिएर चाहिँ गोठहरू बेसी ल्याइसकेका छन् है गाइस। ल यस्तो छ गाइस, यता चाहिँ कोदो टिप्न बाँकी नै छ भनेदेखि घाँसका रुखहरू, यो गेडी भन्छ, यो रुखहरू छ। हामीले तामाङ भाषाबाट चाहिँ यसलाई चाहिँ सोरुरो भनेर हामी भनिन्छौँ। यस्ता रुखहरू टन्नै छ है गाइस यता तलतिर। अहिले चाहिँ बेसीतिर यस्तै यी रुखहरूको त्यो घाँस दिएर अहिले खासै टाढा घाँसहरू खोजेर चाहिँ दिनु पर्दैन खासै। अब आफ्नै बारीमा टन्नै घाँसहरू छ गाइस, रुखको घाँसहरू। जब यो रुखहरू काटेर सफा हुँदै जान्छ, यो सकिँदै जान्छ, त्यसपछि बल्ल यहाँ गोठहरू देखिन्छ गाइस। खासै अहिले ठ्याक्कै यो रुखहरूले छेकिएको छ, त्यसैले अब गोठहरू पनि देखिन अलि कठिनै हुन्छ है गाइस। हुन त अब यता गोठहरू टन्नै छ यो तलतिर है, तलतिर अहिले अब झ्याप्पै फर्स्ट लिएर आएको हुनाले अहिले प्रायः जसो अब यो कोदोहरू टिप्नेदेखि लिएर यो परालहरू काट्नेदेखि लिएर अलि सुरुमा चाहिँ खासै देखिँदैन। यस्तो छ गाइस। ल भित्र चाहिँ यसरी देखिन्छ है गाइस। अलिअलि यो निलो तिरपालहरू है यसरी देखिन्छ गाइस। छन त छ, यिनीहरू काटेपछि टन्नै देखिन्छ है गाइस। यता म अर्को ब्लगमा पनि म हजुरहरूलाई अर्को ब्लग लिएर आउने नै छु। यो काटेर यिनीहरू सफा भएर यिनीहरू मोलजोल गरेर जोधेका कुराहरूदेखि लिएर सबै कुराहरू म पछिल्लो ब्लगहरूमा पनि म लिएर आउने नै छु। गाउँघरतिरको काम उकालो ओह्रालो धाउँदै काम गर्नुपर्छ गाइस, यस्तै हो। गाउँघरमा जति पनि हामीले यसो रमाइला दृश्यहरू अवलोकन गर्दै रमाइला कुराहरू हामी प्राकृतिकले दिएका सुन्दर दृश्यहरू हामी देख्न पाउँछौँ, हेर्न पाउँछौँ है। हाम्रो गाउँघरतिर यस्तै हो गाइस। जताततै एकदम खुल्ला आकाशमुनि हामीले मजाले देख्न पाइन्छ गाइस। हामी गाउँघरमा रमाइलो छ, एकदम मजा लाग्छ गाइस। गाउँघरतिर चाहिँ उकालो ओह्रालो धाउँदै होइन, आफ्ना छरछिमेकीहरूसँग कुरा गर्दै गोठ धाउँदै बसेको रमाइलो गरेको कुराहरू एकदमै मजा लाग्छ। एकदमै गाउँघरतिरको यो दृश्यहरू असाध्यै मनपर्छ मलाई गाइस। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ एकदमै रमाइलो लाग्छ है गाइस। अहिले चाहिँ म ठ्याक्कै गोठमा आइपुगिसक्यो गाइस। यो चाहिँ हाम्रो गोठ हो गाइस। अहिले ठ्याक्कै यो बाख्रा छ भनेदेखि यता यो भित्र बाख्रा छ भनेदेखि यता भैँसी पनि छ गाइस। म अहिले देखाउने छु गाइस। ल यो चाहिँ यता छ भैँसी चाहिँ गाइस। गोठ अलि तल, बाख्रा चाहिँ तल छ। आज मात्रै लिएर आएको है गाइस यो भैँसी चाहिँ। यतिखेर हाम्रो बाबु बोकेर यता घाँस काट्दैछौँ। हाम्रो
जोनाथनको आमा चाहिँ यसरी चाहिँ घाँस काटिरहनु भएको छ बाबुलाई बोकेर। अहिले अब बाबु बोकेर चाहिँ एकदम अप्ठ्यारो छ है गाइस, यसरी बोकेर यसरी काम गर्दाखेरि। र यस्तो छ एक ढोको घाँस चाहिँ काटिसक्नु भएको रहेछ। यो चाहिँ यो जाउँ ल। अब चाहिँ घाँस यति घाँस चाहिँ पुगिसक्यो अरे। अब चाहिँ हामी घाँस दिएर यो गोठहरू बनाएर हामी घर फर्किनेछौँ गाइस। ल हाम्रो घाँसको रुखहरू चाहिँ टन्नै छ है गाइस, यस्तो छ। ल यस्तो छ गाइस। अहिले बाख्रा यता छ गाइस। ल यस्तो छ। हाम्रो बाख्राले चाहिँ घाँस दिइसक्यो है गाइस। यतिखेर हामीले भैँसीलाई पनि घाँस दिइसक्यो गाइस। यस्तो छ। गोठ अघि नै जोनाथन र जोनाथनका आमाले बनाइसक्नु भएको रहेछ हाम्रो छोरोले। भनेदेखि अब यो पहिलाको त्यो भिडियोमा छ नि, मैले यो बाख्रा चाहिँ खासै मैले किनेको होइन भनेर त्यो भनेको थियो। यो चाहिँ म छुट्टिँदाखेरि मलाई चाहिँ ससुराबा र ससुरा आमाले चाहिँ दिनुभएको हो। भनेदेखि यताको यिनीहरू चाहिँ अर्को ससुराबा र ससुरा आमाले चाहिँ एउटा माउ दिनुभएको थियो, त्योसँगै दुईवटा जुम्ल्या पाठी दिनुभएको थियो। भनेदेखि एउटा हामी छुट्ने बेलामा बुबाले चाहिँ एउटा माउ दिनुभएको थियो। त्यसैले चाहिँ यो चाहिँ यतिको भएको छ। पहिला चाहिँ कति बेचिसक्यो, कति माउ कति बेचिसक्यो, अनि बोकाहरू कति बेचिसक्यो, टन्नै बेचिसक्यो। अझै यहाँ चाहिँ अहिले चाहिँ जम्मा यो माउ 4वटा माउ, अलिकति सानो पाठी गरेर 3वटा गरेर जम्मा 7वटा छ गाइस आजभोलि चाहिँ। भनेदेखि यो चाहिँ भैँसी पहिलाको भैँसीहरू सब बेचिसक्यो गाइस। हामीले गोठ बनाइसक्यो है गाइस। अब हामी चाहिँ अब घर जान लागेको छु गाइस। ल यसरी बनाएको छु, यो पाठीलाई पनि यसरी बनाएको छु। भनेदेखि अब भैँसीलाई अनि यो गोठ यसरी बनाएको छौँ है गाइस। अब हामी घर जानेछौँ गाइस। अब म चाहिँ बाबु बोकेर अब घर जानेछौँ। भनेदेखि हाम्रो बुढी बाबुको आमा है, उहाँ चाहिँ कोदो अस्ति टिपेर राखेको, अस्तिको त्यो हामीले पढमा लिएर आउँदाखेरि बाँकी थियो नि त त्यो कोदो चाहिँ अब बोकेर जानेछु। तानाबेर हो साँगा है, साँगा बोकेर कोदो बोकेर हामी घर जानेछौँ। पासी यार छिरो खोइ ल हाँसिया पनि अब आज भाँचिसक्यो अरे त। ल आज चाहिँ भाँचिसक्यो अरे गाइस। हाँसिया पनि आज यो भाँच्थ्यो अरे। यो काट्दाखेरि भाँचिसक्यो अरे गाइस। म चाहिँ अब फर्किँदैछु गाइस। अहिले
यहाँ चाहिँ यो अघि चाहिँ म बाबु बोकेको थियो भनेदेखि अहिले चाहिँ म यो कोदो भारी बोकेर म गोठबाट फर्किँदैछु गाइस। अहिले यस्तै हो, कालो ओह्रालो धाउँदै अघि मात्र म गोठ आएको, अहिले फेरि एकैछिनपछि फर्किनु परिहाल्यो गाइस। त्यहाँ चाहिँ बाख्राले गोठ अघि नै बनाइसक्नु भएको रहेछ भनेदेखि यो भैँसीको पाठालाई मैले अघि नै बनाइसकेँ। बनाएर अहिले म कोदोको यो भारी बोकेर फर्किँदैछ है गाइस। अब अझै यहाँबाट जानलाई माथि 1 घन्टा बढी लाग्छ होला गाइस। म जान्दैछु गाइस। र यसरी घाँस पराल कोट बनाएर यसरी राखेका छन् गाइस। बस्तु भएकोले चाहिँ यसरी पराल घाँस दिएर यसरी हामी राख्छौँ। बेलुका हामी घर फर्किन्छौँ। खासै अब गोठमा कोही पनि बस्दैन आजभोलि गाइस। पहिला चाहिँ घर जित्तो हुन्थ्यो, सबैजना गोठमा बस्थ्यो भनेदेखि अहिलेको आजभोलि वस्तुभावलाई मात्र बानेर राखेका छन् गाइस। र सबैजना यतिखेर हामी घर फर्किँदैछौँ गाइस अब गोठबाट। हामी प्रायःजसो गोठ यसरी गाईबस्तुहरूलाई यसरी आजभोलि यसरी घाँस दिएर बाख्रालाई है गाइस, यसरी गोठ बाख्रालाई मात्र सानो पाठापाठीलाई यो बच्छौलाई भैँसीको पाडालाई मात्र हामी गोठ बनाउँछौँ। खासै त्यो ठुलोहरूले चाहिँ बनाउँदैन है गाइस। यसरी हामी बाँधेर राख्छौँ। यसरी यता दाइले फेरि बाख्रालाई गोठ बनाइराख्नु भएको छ गाइस। ल गोरेछौँ कोलाजी हजुर, ल धेरै के छ ल तिमी उसीका यस्तो छ गाइस। ल गाइस म चाहिँ अहिले यतिखेर थकाइ मार्दैछु गाइस। खासै मोबाइलको ब्याट्री पनि एकदम सकिसकेका रहेछन्। हुन्छ गाइस, हजुरहरूलाई सुरुदेखि अन्तिम समयसम्म हेरेर साथ सपोर्ट अनि माया गरिदिनु भएको छ। मेरो च्यानलमा जोडिएर एकदमै माया गरिदिनु भएको छ। हजुरहरूलाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। अझै पनि हजुरहरूले च्यानलमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर जोड्नु भएको छैन भनेदेखि हजुरहरूले चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर जोडिदिनु हुन म अनुरोध गर्न चाहन्छु भन्दै आजको भिडियोलाई म यहीँ अन्त गर्दै अर्को भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू, बाई बाई।